नमस्कार तपाईहरुलाई स्वागत छ आफ्टर एसी को इन्ट्रान्स प्र्याक्टिस क्वेशन सेसनमा जहाँ हामी म्याथमेटिक्सका क्वेशन्सहरु प्र्याक्टिस गर्दै थियौं यो भन्दा अगाडिका भिडियोहरुमा पनि अगाडिका क्लासेसहरुमा पनि र आज पनि म्याथमेटिक्सको सेट 14 लिएर आएको छु। अब आज पनि हामी यहाँ केही 10-11 वटा क्वेशन्सहरु चाहिँ प्र्याक्टिस गर्छौं। सो एकदम सजिलो क्वेशनबाट म तपाईलाई सुरु गर्छु। अब मैले यहाँ चाहिँ खास गरिकन स्ट्याटिस्टिक्सको क्वेशनहरु लिएर आएको छु अलिअलि र अरु क्वेशनहरु पनि छन्। यस्तो हेरौं ल के छ त क्वेशन नम्बर हाम्रो पहिलो क्वेशन नम्बर 130 नम्बर क्वेशनमा इन ट्रायंगल एबीसी एसी भनेको 4 सेन्टिमिटर भन्नु अलि सानो गरौं एसी भनेको 4 सेन्टिमिटर बीसी भनेको 7 सेन्टिमिटर एंगल ए एंगल बी दिएको छ। व्हाट इज द एरिया अफ ट्रायंगल एबीसी भनिरहेछ। एउटा एबीसी भन्ने ट्रायंगल रहेछ यसको एरिया निकाल्नु पर्ने छ है। हेर्नु ए बी सी भन्ने त एबी को भ्यालु दिएको थाहा छैन एबी को भ्यालु थाहा छैन है। एसी को भ्यालु चाहिँ 4 छ बीसी को भ्यालु 7 सेन्टिमिटर छ एंगल ए भनेको 110 डिग्री छ अर्को एंगल 40 डिग्री छ। यसको एरिया निकाल्नु भनेछ। ल अब हेर्नु एरिया निकाल्नको लागि पहिला यो एंगल हामी निकालौं न कति हुन्छ। ल यो एंगल कति डिग्री हुन्छ हेर्नुस् त तीनटा एंगल जोड्दाखेरि 180 डिग्री हुनुपर्ने हो। सो 180 डिग्रीमा 110 र 40 घटाउनुस् कति हुन्छ 30 डिग्री हुन्छ त यो एंगल 30 डिग्री। अब यसको हाम्रो एरिया निक्लिन्छ कि निक्लिदैन निक्लिहाल्यो। हेर्नुस् एरिया भनेको के हुन्छ 1/2 इन्टु प्रोडक्ट अफ एडजेसेंट साइड त बीसी र एसी लाई मल्टिप्लाई गर्दिनु बीसी इन्टु एसी इन्टु साइन एंगल कति त यो दुईटा बीचको एंगल कति चाहिँ 30 डिग्री। यो फर्मुला हो नि त हैन 1/2 इन्टु प्रोडक्ट अफ एडजेसेंट साइड इन्टु साइन अफ एंगल बिट्विन देम। सो 1/2 बीसी भनेको कति छ 7 एसी भनेको कति छ 4 साइन 30 भनेको कति हो 1/2 2 2 जा 4 2 2 काट्यो कति बाँकी रह्यो 7 सेन्टिमिटर स्क्वायर के हुने भयो त एरिया भयो ट्याकला। सजिलो छ है। अर्को नेक्स्टमा जाउँ। नेक्स्ट क्वेशन के भनिरहेछ इन ट्रायंगल एबीसी एबी भनेको 7 बीसी भनेको 16 एरिया अफ ट्रायंगल एबीसी भनेको 28। व्हाट इज द भ्यालु अफ एंगल एबीसी। ल अब चाहिँ ठक्कै उल्टो दियो ल एबीसी भन्ने ट्रायंगल दिएको छ एबीसी। अब यसमा एबी भनेको 7 सेन्टिमिटर बीसी भनेको 16 सेन्टिमिटर एबीसी को एरिया दिएको छ 28 एरिया कति दिएको छ 28√3 सेन्टिमिटर स्क्वायर दिएको छ। एबीसी निकाल्नु पर्यो यो एंगल निकाल्नु पर्यो। ल एंगल एबीसी कसरी निकाल्ने सेम फर्मुला 1/2 इन्टु प्रोडक्ट अफ एडजेसेंट साइड 7 इन्टु 16 इन्टु साइन एंगल एबीसी साइन यो एंगल मानिलियो x मानेर मैले sin x is equal to 28√3 त कति आउँछ हेरौं ल हेर्दै जाऊ त sin x भनेको कति आउँछ त 28√3 इन्टु यो 2 यतातिर गएर मल्टिप्लाई यो 7 र 16 यतातिर आएर डिभाइड 7 4 जा 28 4 4 जा 16 2 2 जा 4 कति आयो √3/2 आयो त √3/2 भनेको कति हो sin 60 डिग्री हो त 60 डिग्री x को भ्यालु कति आयो 60 डिग्री आयो। त हेर्नुस् एंगल एबीसी भनेको 60 डिग्री आयो छ 60 डिग्री छ अप्सन नम्बर बी ट्याकलर टिक लगाउने ठीक छ। अर्कोमा जाउँ। ल मीन को क्वेशन आयो एकदम सजिलो के दिइराछ हेर्नुस् मीन समेसन fx दिइराछ नम्बर अफ टर्म्स निकाल्नु भनिराछ। मीन को फर्मुला हामीलाई थाहा छ डिस्क्रिट सिरिजमा के हुन्छ समेसन fx/n हुन्छ। समेसन fx 750 n कति छ 50 कति आयो 15 आयो अप्सन नम्बर ए 75/5 भनेको 15 हो। सजिलो है। नम्बर अफ टर्म्स भने कति रहेछ त सरी 15 त 15 नै आउँछ यहाँ अलिकति गडबड भयो ल यहाँ यसरी निकाल्नुस् n भनेको के हुन्छ समेसन fx/मीन हुन्छ हो। समेसन fx भनेको कति हो 750 मीन भनेको कति छ 50 दिएको छ कति आउँछ 15 आउँछ ठीक छ। यसरी नम्बर अफ टर्म्स 15 निकाल्न सक्यो। कुराकानी क्लियर। अर्कोमा जाउँ। ल अब यो अलिकति एक्स्ट्रा अर्डिनरी टाइपको क्वेशन आयो है त। अब हेरौँ कसरी गर्न सकिन्छ के भनिरहेछ क्वेशनले इफ द मीन अफ एबीसीडी इज 9 एन्ड मीन अफ एबीसीडी एफ इज 12 व्हाट इज द मीन अफ ई एन्ड एफ भनिरहेछ। ल अब हेरौँ है त एबीसीडी को मीन कति छ 9 छ त एबीसीडी को मीन भनेको के हो एबीसीडी लाई जोड्ने कतिवटा टर्म छ 4 वटा टर्म छ 4 ले डिवाइड गर्ने यो भनेको के हो त मीन हो कति हुन्छ यो 9 हुन्छ। यसको अर्थ के हो यही हो है अर्थ
त 5 वटा टर्म छ भने 5 वटा टर्मलाई जोड्ने डिभाइडेड बाइ 5 गर्ने त्यसको मिन आउँछ। सो एबीसीडी को मिन भनेको एबीसीडी लाई जोड्ने कतिवटा टर्म छ एबीसीडी भनेको 4 वटा टर्म छ डिभाइडेड बाइ 4 गर्यो भने कति हुन्छ 9 हुन्छ। 9 भनेको मिन हो। यहाँबाट a + b + c + d कति आउँछ हेर्नु त 9 खोज्छ 36 आउँछ। ल यसलाई इक्वेसन 1 मानौ। अर्को ABCDEF को मिन कति छ 12 छ। a + b + c + d + e + f यसको मिन कति छ 12 छ। अब यसको मिन भनेको के हो यसलाई डिभाइड गर्नु पर्यो। कति डिभाइड गर्नु पर्यो कतिवटा टर्म छ गर्नु त 1 2 3 4 5 6 6 वटा टर्म छ 6 ले डिभाइड गर्नु पर्यो। यो कति हुन्छ 12 हुन्छ हो। के निकाल्नु भने चाहिँ व्हाट इज द मिन अफ ई एन्ड एफ। ई र एफ को मिन कति हुन्छ त ई र एफ को मिन भनेको के हो ई + एफ डिभाइडेड बाइ दुईटा टर्म छ त्यही भएर 2 ले डिभाइड गर्ने। ई + एफ बाइ 2 चाहिँ कति हुन्छ यो निकाल्नु भनेको छ हामीलाई है। अब निकालौं यहीँबाट निकालौं हेर्नु a + b + c + d भनेको कति हुन्छ 36 36 + e + f यो 6 यता गएर मल्टिप्लाई भयो 12 6 72 or e + f = 72 छ 36 उता गएर सबट्र्याक्ट भयो 72 - 36 भनेको कति हो 36 or अब हामीले निकाल्नु पर्ने के हो e + f बाइ 2 निकाल्नु पर्ने हो नि त हैन। त दुईतिर 2 ले डिभाइड गरिदिनु यहाँ पनि 2 ले डिभाइड गरिदिनु यहाँ पनि 2 ले डिभाइड गरिदिनु। सो e + f बाइ 2 भनेको कति आयो 18 आयो हो। ई र एफ को मिन भनेको कति रहेछ त 18 रहेछ। 6 18 छ अप्सन नम्बर 8 ट्याक्क। सजिलो छ नि है एकदम सजिलो छ। बस बुझ्नु पर्यो हो यसमा चाहिँ अलिकति तपाईले बुझ्नु पर्यो के कन्सेप्ट ठीक छ अनि त गर्न सकिहाल्नुहुन्छ। अर्कोमा जाउँ। इफ द मिन अफ दिस इज 8 व्हाट इज द ग्रेटेस्ट टर्म। यो चारवटा मध्ये सरी यो चारवटा टर्म को मिन चाहिँ 8 छ। यो चारवटा टर्म को के छ मिन 8 छ। सबैभन्दा ठुलो टर्म कुन हो भनेर भनिरहेछ ल। अब ठुलो टर्म कुन हो भनेर हामी पत्ता लगाउनको लागि पहिला x को भ्यालु निकाल्नु पर्यो नि त। पोजिटिभ आउँछ कि नेगेटिभ आउँछ त्यो थाहा छैन। पहिला निकाल्नु x को भ्यालु। ल हेरौँ यो चारवटाको मिन भनेको कति हो x x + 2 x + 4 र x + 6 यसको मिन भनेको कति छ 8 छ। यसको मिन भनेको के हो यो चारवटालाई जोड्ने डिभाइडेड बाइ कति गर्ने 4 गर्ने किनकि चारवटा टर्म छ नम्बर अफ टर्म्स भनेको 4 यो भनेको कति आउँछ 8 आउँछ। अब यहाँ x को भ्यालु निकाल्न सकिन्छ मजाले सकिन्छ। x 4x + 2 4 6 कति हुन्छ 12 = 4 * 8 भनेको 8 4 32 और 4x = कति आयो 32 - 12 भनेको 20 x को भ्यालु कति आयो 5 आयो। ल x को भ्यालु 5 आयो। अब यो चारवटा मध्येको ग्रेटेस्ट टर्म कुन हुन्छ जस्तो 5 आएको छ त एउटा यो भनेको 5 भयो यो 7 यो 5 + 4 भनेको 9 5 + 6 भनेको 11 त ग्रेटेस्ट टर्म भनेको त यो x + 6 हो कि होइन हो त 5 + 6 भनेको कति आयो 11 भनेको चाहिँ ग्रेटेस्ट टर्म रहेछ। सो अप्सन नम्बर डी मा लगाउनु पर्यो 11 इज द ग्रेटेस्ट टर्म। क्लियर। नेक्स्ट मा जाउँ। ल मिडियनको कुरा आयो है त। अब मिडियनमा हेर्नुस् जहिले पनि मिडियनमा क्वार्टरमा जहिले पनि एसेन्डिङ अर्डरमा राख्नुपर्छ क्या। के भनिरहेछ x - 1 x - 1 2x + 1 x + 5 र 3x + 1 के छ अरे एसेन्डिङ अर्डरमा छ भने अनि मिडियन चाहिँ 12 छ अरे। यो चारवटा टर्मको मिडियन कति छ अरे 18 छ अरे। मिडियन कति छ 18 छ भने x को भ्यालु कति हो निकाल भनिरहेछ ठीक छ। सो मिडियनको फर्मुला तपाईलाई थाहा छ कि थाहा छैन। मिडियनको फर्मुला के हुन्छ यो इन्डिभिजुअल सिरिज हो। कुन सिरिज हो इन्डिभिजुअल सिरिज। त इन्डिभिजुअल सिरिजमा मिडियनको फर्मुला हुन्छ n + 1 बाइ टुथ टर्म n + 1 बाइ टुथ टर्म। n भनेको कति छ कतिवटा टर्म छ हेर्नुस् एउटा दुईटा तीनटा चारटा टर्म छ त 4 + 1 भनेको 5/2 है 12 हैन 5/टुथ टर्म भनेको कति आयो 2.5 टर्म आयो। ल अब 2.5 टर्म भनेपछि मिडियन कति हुन्छ थाहा छ तपाईलाई। मिडियन भनेको 18 त दिएकै छ 18 दिएकै छ। मिडियन भनेको फर्मुला अनुसार हेर्ने हो भने हेर्नु है त यहाँ 2.5 टर्म आयो नि। अब के गर्ने यहाँ लेख्ने सेकेन्ड टर्म 2.5 छ नि त त्यही भएर सेकेन्ड टर्म प्लस 0.5 छ त्यही भएर 0.5 इन्टु थर्ड टर्म माइनस सेकेन्ड टर्म गर्ने के गर्ने थर्ड टर्म माइनस सेकेन्ड टर्म यो भनेको चाहिँ मिडियन हुन्छ क्या इज इक्वल टु कति हुने भयो त
हाम्रो 18 हुने भयो ल अब निकालौं न त x को भ्यालु त आइहाल्छ नि अब सेकेन्ड टर्म कति छ हेर्नुस् त यहाँ सेकेन्ड टर्म भनेको 2x + 1 छ 2x + 1 0.5 लाई 1/2 लेख्न मिल्छ है ल 1/2 मैले लेख्दिए 0.5 लाई सजिलोको लागि क्याल्कुलेसन गर्न थर्ड टर्म भनेको x + 5 माइनस सेकेन्ड टर्म भनेको कति छ 2x + 1 2x + 1 = 18 और नयाँ 2 एलसीएम आयो 2 ले यसलाई मल्टिप्लाई गर्नु पर्यो 4x + 2 प्लस x + 5 minus 2x minus 1 is equal to 18 or 4x x minus 2x कति हुन्छ 3x हुन्छ 3x 2 र 5 7 र -1 भनेको 6 त प्लस 6 is equal to 2 into 18 भनेको 36 आयो और 3x is equal to 36 minus 6 गर्दा कति हुन्छ 30 x को भ्यालु कति आयो 10 आयो यस x को भ्यालु 10 आयो के निकाल्नु भनेको छ हामीलाई फाइन्ड द भ्यालु अफ x को भ्यालु कति हुन्छ 10 ठ्याक्क गरेर टिक ठीक छ नेक्स्टमा जाउँ यस्तै क्वेशन ल यस्तै क्वेशन आयो थर्ड क्वार्टरको क्वेशन आयो यहाँ पनि एसेन्डिङ अर्डरमा मिलाउनु पर्छ है सुरुमा त थर्ड क्वार्टर निकाल्नु पर्यो डाटा दिएको छ यसरी डाटा दिएको छ एसेन्डिङ अर्डरमा मिलाऊ 4 5 7 8 12 15 कतिवटा डाटा छ n को भ्यालु कति हुन्छ 1 2 3 4 5 6 6वटा डाटा छ हो अब थर्ड क्वार्टरको फर्मुला के हुन्छ त निकाल्नु पर्यो थर्ड क्वार्टरको फर्मुला हुन्छ भ्यालु अफ 3n + 1 by fourth term इन्डिभिजुअल सिरिजमा यो हुन्छ है सो थर्ड क्वार्टर भनेको कति हुन्छ भने निकालौं ल 3n भनेको छ 6 3 * 7 by fourth term यो भनेको कति आयो त 7/4 भनेपछि हेरौं ल 3 * 7 by 4 भनेको 5.25 टर्म ल अब 5.25 टर्म अरे त फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ यो फिफ्थ टर्म हो यो सिक्स्थ टर्म हो हैन त 5.25 भनेपछि 12 र 15 को बीच कतै छ त कसरी निकाल्ने हेर्नुस् यहाँ Q3 भनेको अब 5.25 टर्म भनेको कसरी निकाल्ने भन्दाखेरि फिफ्थ टर्म प्लस कति छ यहाँ 0.25 छ 0.25 अब के गर्नु पर्यो सिक्स्थ टर्म माइनस फिफ्थ टर्म सिक्स्थ टर्म माइनस फिफ्थ टर्म गर्नु पर्यो यसरी आउँछ के पुरो बुझ्नुभयो फिफ्थ टर्म कति छ 12 छ 0.25 सिक्स्थ टर्म कति छ 15 माइनस 12 ल गर्नु त कति आउँछ 12 प्लस 3 * 0.25 गर्नु भने कति आउँछ 0.75 यस 0.75 कति आयो 12.75 आयो सो थर्ड क्वार्टर भनेको 12.75 हुने रहेछ छ अप्सनमा छ अप्सन नम्बर ए सजिलो है यो याद गर्नु ल यो चाहिँ विद्यार्थीलाई थाहा हुँदैन तपाईहरुलाई अब क्लास 3 मा तपाईले पढ्दाखेरि खासमा धेरै जसो तपाईहरुले यो कन्टिन्युअस सिरिजको पढ्नु हुन्थ्यो इन्डिभिजुअल सिरिजको त सोध्दैन थियो पढ्नु हुन थियो तर इन्ट्रान्समा हेर्नु त यहाँ तपाईलाई कन्टिन्युअस सिरिजबाट सोध्दैन के इन्ट्रान्समा लामो हुन्छ नि त इन्डिभिजुअल सिरिजबाट सोधिन सक्छ खास गरिकन यस्तो ख्याल गरिराख्नु है त ल अर्कोमा जाउँ ल के भनिरहेछ द मीन अफ 3 डिफरेंट नंबर्स इज 5 मीन अफ 4 डिफरेंट नंबर इज 12 फाइन्ड द मीन अफ 7 नंबर भनिरहेछ ल हेर्नु हाम्रो कतिवटा नम्बर छ तीनटा नम्बरको मीन कति छ 5 छ अर्को कतिवटा नम्बर छ चारवटा नम्बर छ यसको मीन कति छ 12 छ सातवटा नम्बरको मीन कति हुन्छ निकाल्नु भनेछ अब सातवटा नम्बर भनेपछि जस्तो 3 र 4 जोड्दाखेरि 7 हुन्छ हो त्यही भएर यहाँ 7 सोधेको हो के अब यहाँ 9 भनेर सोधेको भए गाह्रो हुन्थ्यो हामीलाई 7 भनेर सोधेको छ कसरी गर्ने हेर्नुस् त यहाँ अब सातवटा नम्बरको मीन कति हुन्छ भनेर निकाल्नु भने सोधो भने यो मीन हो सातवटा नम्बरको मीन यो भनेको n1 x1 बार प्लस n2 x2 बार प्लस n1 प्लस n2 हेर्नु त n1 र n2 जोड्दा पनि 7 हुन्छ कि हुँदैन हुन्छ त्यही भएर निक्लिन्छ सो n1 भनेको कति छ 3 x1 बार भनेको 5 n2 भनेको 4 x2 बार भनेको 12 बाइ 3 प्लस 4 कति आउँछ 15 प्लस 48 48 प्लस 15 हुँदा 58
63 हो 63/7 भने कति आयो 9 आयो 9 छ ई अप्सन नम्बर डी सजिलो छ नि तर तपाईले थाहा पाउनु पर्यो के कम्बाइन्ड मिनको फर्मुला लगाउने भनेर यो थाहा भएन भने त कसरी गर्नुहुन्छ यो चाहिँ थाहा हुँदैन त्यही भएर चाहिन्छ क्या प्र्याक्टिस त्यही भएर इन्ट्रान्सको क्लासहरु लिनु भयो भने चाहिँ यस्तो क्वेशनहरु प्र्याक्टिस गर्दाखेरि याद हुन्छ थाहा हुन्छ अर्कोमा जाउँ व्हाट इज द स्ट्यान्डर्ड डेभिएसन अफ आइटम्स दिस यसको स्ट्यान्डर्ड डेभिएसन कति हुन्छ भनेर सोधिरहेछ है अब स्ट्यान्डर्ड डेभिएसन तपाईले गर्नुभयो कन्टिन्युअस सिरिजमा डिस्क्रिट सिरिजमा पनि गर्नु होला इन्डिभिजुअल सिरिजमा सोधेको छ त के हुन्छ स्ट्यान्डर्ड डेभिएसनको फर्मुला थाहा छ इन्डिभिजुअल सिरिजमा रूट अन्डर समेसन x स्क्वायर बाइ n माइनस समेसन x बाइ n को होल स्क्वायर हुन्छ सो अब हामीले यहाँ पहिला समेस n कति छ n को भ्यालु कति छ हेर्नु सुरुमा 1 2 3 4 5 पाँचवटा टर्म छ n को भ्यालु 5 समेसन x भनेको कति हुन्छ हेर्नु त 2 6 8 10 र 14 सबैलाई जोड्नु कति आउँछ जोडौँ ल 2 + 6 + 8 + 10 + 14 गर्दाखेरि 40 आउँछ समेसन x स्क्वायर कति आउँछ समेसन x स्क्वायर भनेको के हो थाहा छ 2 को स्क्वायर 6 को स्क्वायर 8 को स्क्वायर 10 को स्क्वायर 14 को स्क्वायर सबलाई जोड्ने 2 को स्क्वायर 6 को स्क्वायर 8 को स्क्वायर 10 को स्क्वायर 14 को स्क्वायर सबलाई जोड्नु त कति आउँछ ल 4 + 36 + 64 + 100 + 14 को स्क्वायर गर्दाखेरि 400 आउँछ ल अब स्ट्यान्डर्ड डेभिएसन त निक्लिएको नि हो कि हैन समेसन x स्क्वायर बाइ n भनेको छ त 400 बाइ n भनेको 5 समेसन x बाइ n को होल स्क्वायर समेसन x भनेको 40 बाइ n भनेको 5 यसको होल स्क्वायर कति आयो 400/5 भनेको 5 8 जा 40 80 आयो यो भनेको 5 8 जा 8 को स्क्वायर भनेको 64 रूट अन्डर 80 - 64 भनेको कति आउँछ 80 - 64 गर्दाखेरि रूट अन्डर 16 आउने रहेछ यो भनेको कति आयो 4 आयो ल 4 छ त हेर्नुस् छ स्ट्यान्डर्ड डेभिएसन कति हुँदैछ 4 हुने रहेछ ल लास्ट क्वेशनमा जाऊ अब यहाँ फेरि अर्को कुरा हेर्नुस् मिन डेभिएसन फ्रम मिन सोधेको छ अब मिन डेभिएसन फ्रम मिन भनेको छ भने तपाईले एसेन्डिङ अर्डरमा मिलाइ राख्नु पर्दैन तर मिन डेभिएसन फ्रम मिडियन भन्नु नि जहाँ मिडियन Q1 Q3 आयो नि इन्डिभिजुअल सिरिजमा त्यहाँ तपाईले एसेन्डिङ अर्डरमा राख्नै पर्छ नत्र अरु बेला राख्नु पर्दैन ठीक छ यो चाहिँ थाहा पाइराख्नु मिडियन क्वार्टाइल आउने बित्तिकै तपाईले के गर्नुपर्छ एसेन्डिङ अर्डरमा तर यहाँ चाहिँ मिन डेभिएसन फ्रम के छ मिन छ मिन डेभिएसन फ्रम मिडियन छैन त्यसलाई एसेन्डिङ अर्डरमा नराख्दा हुन्छ अब यसको के निकाल्नु पर्छ मिन डेभिएसन फ्रम मिन के हो फर्मुला मिन डेभिएसन फ्रम मिन को फर्मुला के हुन्छ भने समेसन x माइनस मिन डिवाइडेड बाइ n हुन्छ क्या इन्डिभिजुअल सिरिजमा यो हुन्छ फर्मुला त n भनेको कतिवटा टर्म छ हेर्नु 1 2 3 4 5 वटा टर्म छ 5 मिन निकालौं मिन कति आउँछ हेर्नुस् त मिन भनेको के हो सबैलाई जोड्ने 5 + 8 + 12 + 6 + 9 बाइ कतिवटा छ 1 2 3 4 5 वटा छ 5 कति आउँछ मिन हेर्नु ल मिन कति आउँछ 5 + 8 + 12 + 6 + 9 गर्दाखेरि 40 40/5 भनेको 8 मिन कति आयो 8 आयो अब हामीले यो निकाल्नु पर्यो के समेसन x - md समेसन x माइनस x बार यो निकाल्नु पर्यो यो भनेको के भने नि यो x हो यो के हो x बार हो त 5 - 8 भनेको कति हुन्छ -3 त -3 नलेखिकन हामी +3 लेख्छौं किनकि मोडुलस छ हो प्लस 8 - 8 भनेको कति हो 0 प्लस 12 - 8 भनेको कति हो 4 प्लस 6 - 8 भनेको कति हो -2 तर -2 लेख्दिनौं हामी 2 प्लस 9 - 8 भनेको कति हो 1 हो यो सबैलाई जोड्ने यो सबैलाई जोड्दाखेरि कति आउँदै छ हेरौँ त ल 4 5 6 7 8 9 10 आयो कति आयो 10 आयो सो मिन डेभिएसन कति आउँछ मिनबाट भन्दाखेरि समेसन x माइनस x बार डिवाइडेड बाइ n कति आउँछ हेर्नुस् त 10 बाइ n को भ्यालु कति छ 5 कति आयो 2 आयो आयो त 2 आयो जी 2 छ ई ट्याकला र 2 हो त स्ट्याटिस्टिकल क्वेशनहरुले पनि हामीलाई झुकाइदिन सक्छ है पहिला आयो कि आएन कस्ता खालको क्वेशनहरु रहेछन् थाहा पाउनु पनि सो अब तपाईहरुले यदि ब्रिज कोर्सको क्लासहरु लिनुपर्ने छ भने तपाईहरुले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हामीले ब्रिज कोर्सका क्लासहरु गरिरहेछौं साइन्सको म्यानेजमेन्ट सिटिबिटी डिप्लोमा इन्जिनियरिङ सबैको गरिरहेछौं है सो तपाईले तुरुन्तका तुरुन्त हामीलाई मेसेज गर्नुस् यो नम्बरमा 98495
495958995 हो। यो नम्बरको भाइबर अथवा व्हाट्सएपमा चाहिँ तपाईहरुले हामीलाई मेसेज गरेर क्लासको बारेमा बुझ्न सक्नुहुन्छ। तपाईलाई यदि क्लास जोइन गर्न मन लागेछ भने तपाईले मेसेज गर्नु होला। बाहिरतिर भन्दा लगभग 60% हाम्रोमा सस्तो छ फी। लगभग हामी अराउन्ड 3 मन्थसम्म तपाईहरुलाई पढाउँछौं। तपाईले छिटो जोइन हुनुभयो भने पछि जोइन हुनुभयो भने त फेरि गाह्रो हुन्छ नि त, अलि स्पिडमा लाग्नुपर्छ। सो तपाईले चाहिँ छिटो भन्दा छिटो यो नम्बरमा चाहिँ मेसेज गरिहाल्नु होला है। सर क्लास म लिन चाहन्छु ब्रिज कोर्सको, कसरी लिने होला, कति हो फी, कसरी फी तिर्ने, यसरी सोध्नुस् है। सरले सम्पूर्ण डिटेल्सहरु भनिदिनुहुन्छ तपाईहरुलाई, त्यसपछि तपाईले क्लास जोइन गर्न सक्नुहुन्छ। ठीक छ? ल आजलाई म यति नै गर्छु। हस्त धेरै धेरै